हेलो सेफ लकी। हजुर, आज के बनाउनु हुनुहुन्छ तपाईँले? यो मैले जाफ्रानो रिजोतो बनाउँदैछु। जफ्रानो रिजोतो। ओके, थोरै यसको रेसिपी भनिदिनु न। यो मैले अलिकति यसमा तेल हालेँ, अनि गाम्बेरी हालेँ। गाम्बेरी भनेको श्रिम हो होइन, अब कहीँ झिङ्गा भनेर पनि चिन्छ, गाम्बेरी भनेर पनि चिन्छ, श्रिम भनेर पनि चिन्छ है। अनि अब यसपछि मैले ग्यास अलिकति लो गर्छु र इटालियन रेसिपीको मैले अलिकति पेस्टो हाल्ने है, पेस्टो हाल्छु है। ओके, अनि अलिकति गाम्बेरी पेस्ट हालेँ मैले है, गाम्बेरी पेस्ट हाल्छु मैले अलिकति। अब मलाई यो थोरै एसएफको चिलर टेम्परेचर र फ्रिजर टेम्परेचरको बारेमा भनिदिनुहोस् न। चिल्लर टेम्परेचर र फ्रिजर टेम्परेचर, यस। चिल्लर टेम्परेचर र फ्रिजर टेम्परेचर सेम हो भाइ। जो पहिला मैले कतारमा भन्थेँ, चिल्लरको टेम्परेचर +0बाट लिएर +5सम्म हुन्छ है। अनि फ्रिजरको टेम्परेचर चाहिँ नि -18बाट लिएर -22सम्म हुन्छ ल। ओके, अनि त्यसै माथि मैले एउटा अझै थप दिएँ, अलिकति मैले यसमा क्रिम हाल्छु है। त्यसैमा मात्रै मैले एउटा अझै थप दिएँ, एउटा रुम टेम्परेचर भन्ने हुन्छ क्या, मान्छेहरू खाना बनाएर राख्ने अनि मान्छेहरू बस्ने। सेफ लकी, यो के हो? यो पहिलो के हाल्नुभयो? यो मैले जाफ्रानो हालेर 1 ग्राम जाफ्रानो हालेँ। यहाँ राइस हालेँ है। यो हामीले राइसहरू चाहिँ 70% कुक गरेर राखेका हुन्छौँ, किनकि काँचो राइस पकाउनलाई अलिकति टाइम लाग्छ है। त्यही भएर अब यसलाई मैले पकाउँछु राम्रोसँग। अब कन्टिन्यू राख। मैले यहाँ बटेर हालेँ अलिकति है। अनि अलिकति मैले यहाँ टमाटो हालेँ है, कम्कासुई टमाटो है। कन्टिन्यू गर। अब मैले यसमा अलिकति गराना पदाना चिज हालेँ है। रिजोतो रेडी भयो, जाफ्रानो रिजोतो है। यो इटालियनो जाफ्रानो रिजोतो है। धन्यवाद। नमस्कार।